जब 6 वर्षका चिनिया बच्चाहरू एआई सिक्दैछन्, त्यही उमेरका नेपाली बच्चाहरू परीक्षा हुन्छ कि हुँदैन भन्ने डरले निन्द्रा गुमाइरहेका छन्। यो संसार तीव्र गतिमा अगाडि बढिरहेको छ। हरेक देशले आफ्नो एडभान्स टेक्नोलोजी देखाइरहेको बेला चीनका बालबालिकालाई पनि 6 वर्षको उमेरदेखि आर्टिफिसियल इन्टेलिजेन्स सिकाइँदैछ। एआईमा नयाँ नयाँ प्रयोग भइरहेको छ। विकसित मुलुकहरूले यसको अनुसन्धान र प्रयोगमा लगानी बढाउँदैछन्। होटल, रेस्टुरेन्ट, उद्योग, कलकारखाना, अस्पताल लगायत सार्वजनिक सेवादेखि नीति र पाठ्यक्रममा एआई जोडिँदैछ। एआई भन्न बित्तिकै धेरैलाई फ्युचरिस्टिक कुरा लाग्न सक्छ, तर चीनले त्यो फ्युचर आजदेखि नै सुरु गरिसकेको छ र हामी अझै स्कुल खुल्ने हो या होइन भनेर दोधारमा छौँ। टिचरहरू सडकमा छन् अनि स्टुडेन्ट्सहरू छुट्टी पायो भनेर सोसियल मिडियामा स्क्रोल गर्दै मस्त रमाउँदैछन्। उता चाइनाको बेजिङका प्राइमरी र सेकेन्डरी स्कुलमा अबदेखि प्रत्येक वर्ष 8 घण्टा एआई कक्षा अनिवार्य हुने भएको छ। 6 वर्षका बच्चाहरूलाई च्याटबट चलाउन सिकाइँदैछ। एआई के हो, कसरी काम गर्छ, एआईको नैतिकता बारे सबै डिटेल्समा पढाइनेछ। यो मात्र होइन, चीनको शिक्षा मन्त्रालयले 184 स्कुलमा एआई पाइलट प्रोग्राम सुरु गरिसकेको छ। नेपालमा अझै पनि विद्यार्थीहरूलाई पढाइ सुरु हुन्छ कि बन्द हुन्छ भनेर शिक्षा मन्त्रीको मुड कुर्नुपर्छ। एआई त परको कुरा, यहाँ त बेलैमा एक्जाम लिने साहस पनि सरकारसँग छैन। चाइनाको उद्देश्य भनेको बच्चाहरूको सोचाइलाई सुरुबाटै प्रविधि मैत्री बनाउने र देशको प्राविधिक भविष्य निर्माण गर्ने हो। चाइना मात्रै होइन, अहिले विभिन्न देशहरू जस्तै इस्टोनिया, क्यानाडा, दक्षिण कोरिया, अमेरिका बेलायत सबैले बच्चाहरूलाई प्रविधिमा दक्ष बनाउन थालेका छन्। इस्टोनियाले त च्याटजिपिटी एजुकेसन नै स्कुलमा ल्याइसकेको छ। च्याटजिपिटी एजुकेसन भनेको शिक्षा प्रणालीका लागि विशेष रूपमा तयार पारिएको संस्करण हो, जसलाई विद्यार्थी, शिक्षक र शैक्षिक संस्थाहरूले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले बनाइएको हो। क्यानाडाले पनि एआई टेक्स्ट बुक ल्याएको छ। बेलायतमा त बिना टिचर नै भर्चुअल क्लास सुरु भइसकेको छ। दुनियाँ बुलेट ट्रेनमा चढेर प्रविधिको यात्रामा निस्किसकेको छ। हाम्रो नेपालमा त योजना बनाउँदा 5वटा सरकार फेरिसक्छन् र कार्यान्वयन र फाइल त्यो त अफिसको एउटा कुनामा धुलो खाँदा खाँदै हराउँछ। नेपालमा विद्यार्थीहरूलाई यो वर्ष परीक्षा कहिले हुन्छ भन्ने नै थाहा छैन। शिक्षकहरू सडकमा पढाउन छोडेर आन्दोलन गरिरहेका छन्। विद्यालयहरू बन्द छन्। पढाइ कहिले सुरु हुने अनिश्चित छ। विद्यार्थीहरूको मनमा प्रश्न मात्रै छन्, उत्तर छैन। यस्तो प्रणालीमा हुर्काइदैछन् हाम्रो भविष्यहरू। त्यसैले भन्न मन लाग्छ, बिचरा हामी नेपाली। सरकार गतिलो नभएकोले ढुङ्गे युगमा पुग्ने खतरामा छ। किनकि हामीसँग प्रतिभा र क्षमता नभएको होइन कि हामीसँग व्यवस्था नै राम्रो छैन। यो डिजिटल प्रविधिको युग हो। यो एआई को युग हो। यो गफको मात्र युग होइन। संसार अब पठन पाठनको कुरा मात्र होइन, विभिन्न समाधानको खोजी गर्दैछ, जहाँ एकजनाले एआईसँग सिकेर हजारौंको जीवन बदल्न सक्छ। र हामी कहाँ छौँ? एकचोटि सोचौँ त। न गतिलो नीति छ, न गतिलो इम्प्लिमेन्टेसन। जुनै जोगी आए पनि कानै चिरेको। नेताहरू सुध्रिने छाँटकाट छैन। अब जनता सुध्रिने पो हो कि? नत्र यसको परिणाम एक पुस्तादेखि अर्को पुस्तासम्म पछि पर्ने जोखिममा छ। सायद चाइनाका बालबालिका एआई बनाएर हामीलाई टेक्नोलोजी सिकाउने दिन अब टाढा छैन। वा उनीहरूले बनाएको रोबोट नै हाम्रो हेडमास्टर हुनेछन्। किनभने टिचर त आन्दोलनमा नाच्नै व्यस्त छन्। अब त अति भइसक्यो जस्तो लाग्दैन? अब पनि नबुझ्ने हो भने हामीले हाम्रो आउने जेनेरेसनलाई धोका दिँदैछौँ। धिक्कार नै छ उनीहरूले नेपालमा जन्मिएकै कारण। अब पनि नउठ्ने हो भने हामीले भविष्य साटिरहेका छौँ, त्यो पनि एकदम सस्तो वर्तमानसँग। शिक्षा अवश्य पनि सस्तो होइन। शिक्षा अब प्रविधिको प्रतिस्पर्धा हो र यस प्रतिस्पर्धामा हार्नेको अर्थ हो धेरै पुस्ता पछाडि पर्नु। जुन नेपालका बालबालिकाहरू पछाडि परिरहेका छन्। भविष्य डिजिटल प्रविधिमा छ। भविष्य शिक्षा र समाधानमा छ। अब निर्णय हामी आफैले गर्नुपर्छ। हामी डिजिटल प्रविधिमा अगाडि बढ्ने कि नेताकै उखान टुक्का र गफमा फसिरहने? यदि तपाईँ शिक्षामा सुधार चाहनुहुन्छ भने आवाज उठाउनुहोस्। यदि तपाईँ भविष्य निर्माण गर्न चाहनुहुन्छ भने सरकारलाई जिम्मेवार बनाउनुहोस्। सरकारमा बसेको नेतालाई सोध्नुहोस्, नेपालका ती साना अबोध बालबालिकाहरूले कहिले एआई एजुकेसन देख्न र सिक्न पाउनेछन्? र यदि तपाईँ परिवर्तन चाहनुहुन्छ भने यस भिडियोलाई सेयर गर्नुहोस्, ताकि सबैलाई थाहा होस् हामी कहाँ छौँ र कहाँ पुग्न सक्छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धन्यवाद। फेरि अर्को यस्तै रोचक भिडियो लिएर आउनेछौँ। भिडियोलाई लाइक एन्ड सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।